के भयो दाइ? तिमीहरू रुँदै विदेश जाँदा त मलाई पनि कस्तो रुन मन लाग्यो भाइ। के गर्नु दाइ, यस्तो मिठो मसिनो खानाहरू लाउनु भए पनि विदेश जानु पर्यो नि दाइ। देशको स्थिति ठिक छैन, रोजगारी पनि छैन देशमा। हजुर जानु न विदेश दाइ। के गर्नु भाइ, जान त मन थियो नि, तिमीहरूले ठुलो जिम्मेवारी दिएर गएको छौ मलाई। दाइ के भन्न खोजेको, हजुरको कुरा बुझेन नि मैले। के गर्नु र भाइ, त्यति राम्रै राम्रै बुहारीहरू बिहा गरेर जाँदैछौ, तिनीहरूको हेरविचार त गरिदिनु पर्यो नि। ए म्या चिसमा झ्याक्नेलाई छोडेर गयो भने त यसले हाम्रो बुढीहरू सिधाउनु रहेछ नि केटा हो। यसलाई पनि लिएर हिँड विदेश। बक 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 बक, लिएर यसलाई लिएर भाइ, रोक न रोक, मेरो कुरा त सुन।